सबै व्यक्तिहरूलाई नमस्कार, स्वागत छ तपाईलाई मेरो नयाँ भिडियोमा। आजको भिडियोमा हामी चाहिँ नेपालदेखि भारत भ्रमण जान लागेका छौँ। म र साथी भूपेन्द्र हामी चाहिँ नेपालदेखि भारत भ्रमण गर्छौँ। नेपाल भारत भन्नेबित्तिकै धेरै टाढाको चाहिँ होइन, नेपालगञ्जदेखि रूपैडियासम्मको लागि मात्र हो। यात्रा थोरै भए पनि हुन त अब यात्रा छोटो छ, धेरै टाढा त छैन, त्यही पनि यात्रा रमाइलो हुन्छ भन्ने लागेको छ। र यहाँ अगाडिका दृश्यहरू र रूपैडियाको सम्पूर्ण दृश्यहरू म यही भिडियो मार्फत देखाउने छु, त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। ल हामी चाहिँ प्रमुख राजमार्गमा आइसकेका छौँ। यो चाहिँ रत्न राजमार्ग हो र यसलाई सुर्खेत रोडको नामले पनि चिनिन्छ। ल अब हामी यहाँबाट भारततर्फको यात्रा सुरु गर्छौँ। हामी चाहिँ अटोमा बसेर हिँड्दैछौँ र यो नेपालको चाहिँ वान अफ द फेमस सिनी रोयल। अनि आज चाहिँ कुन कुन मुभी लागेको छ, भाइरल, गोर्खे, गोबर गणेश लागिरहेको रहेछ। अनि त्यसपछि अब हामी रत्न राजमार्गलाई पछ्याउँदै यात्रातर्फ अगाडि बढेका छौँ। नेपालगञ्जका व्यस्त सडकहरूलाई निहाल्दै पछ्याउँदै यहाँका दृश्यहरूलाई अवलोकन गर्दै अगाडि बढ्छौँ। यताका दृश्यहरू पनि निकै सुन्दर रहेका छन्। फराकिलो रोड, त्यसपछि रोडको यताउतापट्टिहरू उत्तिकै आकर्षक लाग्दा दृश्यहरू हेर्न सकिन्छ। हामी चाहिँ रूपैडिया पुगिसकेका छौँ। यो चाहिँ रूपैडियाको व्यस्त माहौल हो अहिलेको, र अहिले व्यस्त रहेको छ। अनि यहाँ चाहिँ चेकिङ गरेर अगाडि जानुपर्छ। यो हेर्नुहोस्, यो चाहिँ नेपालबाट छुट्याउने एउटा सीमा हो। अनि यो चाहिँ नेपालले बनाएको, नेपाल भारत बोर्डरको गेट नेपालले बनाएको, र भारतले यो चाहिँ बनाउँदैछ। पूर्ण रूपमा काम सकिएको छैन, बनाउने प्रक्रियामै छ। यो चाहिँ नेपालले पहिले बनाइसकेको हो। र हामीले चाहिँ सम्पूर्ण चेकिङ गरेर भारत प्रवेश गरिसकेका छौँ। यो हेर्न सक्नुहुन्छ, एकदम व्यस्त सडकमा हामी हिँडिरहेछौँ। पूर्ण रूपमा व्यस्त छ, यति बाक्लो भिड छ यतातिर, एकदम हिँड्दाखेरि पनि गाह्रो भइरहेछ। यो रूपैडियाको एकदम व्यस्त बजार, यहाँ चाहिँ यति धेरै भिडभाड छ, हो हल्ला, गाडीहरूको हर्न बाहेक सायद अरू कुनै साउन्ड सुन्न सकिन्न होला। एकदमै भिडभाड भएको बजारमध्येको एक हो। ल यो हेर्नुहोस्, यो चाहिँ हामी नेपाल भारतको मेन हाइवे भन्दा भित्र छिरेको एउटा गल्ली हो। यो गल्लीमै पनि यति धेरै भिडभाड छ। अनि यो बिच यति सानो बाटोमा पनि गाडीहरू हिँड्ने, बसहरू पनि हिँड्ने बाटो नै यही हो। अनि यहाँ नेपालबाट आएर सामान किन्ने मान्छेहरूको भिड पनि उत्तिकै देख्न सकिन्छ, र भारतकै व्यक्तिहरूले सामान किन्ने मान्छे पनि उत्तिकै हुन्छन्। यहाँ यति धेरै भिड हुन्छ, मान्छेलाई फुर्सद नै छैन यताउता हेर्नको लागि। ल यो दृश्य हेर्न सक्नुहुन्छ, यो दृश्य चाहिँ रूपैडियाको बस पार्क हो। यो चाहिँ रूपैडियाको बस पार्क हो। यहाँबाट चाहिँ भारतका प्रमुख सहरहरू, त्यसमा चाहिँ गाडी सहजै रूपमा जान सकिन्छ। यो चाहिँ रूपैडियामा रहेको रेलवे स्टेसन हो। यहाँ चाहिँ अहिले पनि काम भइरहेको छ, पूर्ण रूपमा काम सकिएको छैन। आशा गरौँ छिटो नै काम सकिन्छ होला। ल यो हो रूपैडियाको रेलमार्ग। यो हेर्न सक्नुहुन्छ, यो रेलमार्गबाट भारतका विभिन्न स्थानहरूमा सहजै जान सकिन्छ। यहाँका स्थानीयका भनाइअनुसार यो रेलमार्गमा चाहिँ एक दुईचोटि रेल आएर परीक्षण गरिसकेको, र परीक्षण पनि सफल भएको रहेछ। अबको केही सातापछि अथवा केही महिना नै लाग्न सक्छ, त्यति बेलासम्म चाहिँ यो रेलमार्ग अब सञ्चालनमा आउँछ भन्ने रहेको छ। यहाँ चाहिँ काम भइरहेको छ, अहिले धेरै जसो काम चाहिँ भइरहेको छ। अब धेरै काम सकिसकेको छ, अन्तिममा रहेको छ काम। यो काम सकेपछि यहाँको रेलमार्ग सुरु हुन्छ। अनि रेल यहाँ सुरु भइसकेपछि यसको प्रत्यक्ष लाभ नेपालले पनि पाउनेछ, भारतले नि पाउनेछ। नेपालका व्यक्तिहरूको लागि पनि यहाँ आएर यो रेलबाट भारतका विभिन्न स्थानहरूमा जानका लागि सहज हुने गर्छ, र वैदेशिक रोजगारको लागि जाने व्यक्तिहरूका लागि पनि निकै सहज हुने अपेक्षा लिएको छु। यो दृश्य हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ नेपालगञ्ज रोड नामाकरण पनि गरिसकेको रहेछ। अनि यहाँ धमाधम रूपमा काम पनि सञ्चालन भएको छ। अब हामी रेलवे स्टेसनबाट फेरि पनि एकचोटि रूपैडिया बजारतर्फ जान्छौँ। अनि फेरि पनि बजारतिर अलिकति घुमेर अनि हामी घरतिर जान्छौँ। फेरि बजारको माहौलतिर प्रवेश गरौँ है त। रूपैडिया बजारको व्यस्त बजारमा हामी निहाल्दै अगाडि बढिरहेका छौँ। यहाँको एकदम प्रत्यक्ष बजारीकरण र यहाँका एकदम भिडभाड व्यवस्थित त्यति छैन, तर पनि यहाँको भिडभाडले गर्दा एकदमै यता हेर्ने दृश्य नै फरक भएको छ। ल अब हामी रूपैडिया बजार परिक्रमा गरिसकेपछि अब फेरि हामी घरतिर जाँदैछौँ। व्यस्त बजार निहाल्दै अब घर जाने अगाडि बाटोतर्फ हिँडिरहेछौँ।
यता धेरै चेकिङ गर्नुपर्ने हुन्छ। सम्पूर्ण कुरा चेकिङ गरिसकेपछि हामी चाहिँ सिमाना पारी जानेछौँ। त्यसपछि हाम्रो यात्रा फेरि नेपालगञ्जतर्फको हुनेछ। यो देख्न सक्नुहुन्छ दृश्य अटोहरूको पुरा लाइन लागिरहेको छ। कतिखेर यात्रु आउलान् र जाम्ला भनेर सम्पूर्ण अटोहरू लाइन लागेर बसिरहेका छन् र यहाँका व्यक्तिहरू आफ्नै आफ्नै व्यापार धन्दामा व्यस्त रहेका छन्। हामीले बोर्डर पास गरिसकेपछि अब हामी चाहिँ नेपाल प्रवेश गरिसकेका छौँ। नेपालगञ्जका सुन्दर दृश्यहरू निहाल्दै हामी हिँडिरहेका छौँ। अटोमा बसेका छौँ, त्यही भएर धेरै हल्लिएको जस्तो पनि दृश्य देखिएको छ। यतातिरका सुन्दर सुन्दर दृश्यहरू यता गाउँघरतिरको जस्तो पनि दृश्य देखिन्छ। धेरै पुराना व्यक्तिहरू यता बसोबास गर्दै भएका कारणले नि हो। यताका सुन्दर दृश्यहरू निहाल्दै अब हामी आफ्नो बस्ने ठाउँतिर पनि पुगिसकेका छौँ। त्यसै गरी आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया कमेन्ट बक्समा लेख्नुहोला। भिडियो मन परेमा लाइक गर्नुहोला। त्यसै गरी मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला, किनकि मैले बनाएको भिडियोको पहिलो नोटिफिकेसन तपाईँको मोबाइलसम्म पुगोस्। सबैजनाले साथ सपोर्ट गरिदिनु होला। हजुरहरूको लागि म यस्तै नयाँ नयाँ भिडियोहरू फेरि पनि ल्याउने नै छु। यति भन्दै आजको भिडियो यहीँसम्म। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।